आफ्नो टिमले खेलिरहेछ। लभली हान्दो रहेछ अनि केटाहरूले त म्याच। दाइ टाइम मिलाम न। टाइम मिलाम न 7 7 1 2 3 भाइ तिम्रोबाट लास्ट इको आयो हो त्यो आइरहेछ हो। लभली खेल्दो रहेछ त केटाहरूले चिकन हान्नु पर्यो क्या अब। 29 पोइन्ट पुऱ्याइसकेको छ फर्स्टले एनिमी अरे। पुलिस आयो मुजी यो एचएलएक्स त फेरि 4 जना भयो त म्याच कि 2 जना हानेको हैन र। हान्दे म्याच हान्दे वाङचुकलाई हान्दा वाङचुक छ क्या। वाङचुक लेफ्टमा त लाग्यो नाइस। यो भाइले बबाल खेल्छ क्या हो। ओ बम आयो रन्डी ओटन ए हैन रहेछ। खतरा खेल्छ क्या यो स्टप भन्ने केटा हो। ओइ रन यो भाइ खतरा खेल्ने खेलाडी हो कि क्या हो। यो स्टप भन्ने मुजी बबाल खेल्छ क्या हो। अलि पछाडि भयो लाइभ अरे। यति नै हो यार केटा हो टाइम। तिमीहरू एक ठाउँमा बसेर हेर न पछाडि अगाडि लाग्दैन नि। मैले सँगसँगै हेर्ने त हो। खतरा हान्थ्यो त एचएलएक्स त केटाहरू के हो सौगात भाइ यार मुजी यार। फ्री पब्जीमा पनि सेकाइ खाने मुजी फ्री फायर पनि सेकाइ खाने भाइ। थ्याट होराले चिकन हान्छ त केटा यो गेममा। मैले यहाँबाट चिनेको टिम भनेको एचएलएक्स त भाइहरूको टिम भयो। पब्जीको टिम भयो। जिबी भन्ने भाइ जिबी भनेको हाम्रो त्यो प्रोडक्सन हाउसको भाइ प्राञ्जल भाइ कि के भाइको टिम हो जस्तो लाग्यो होइन। मलाई रजनीगन्धा लिएर दिने भाइ। यो अब एनिमी भन्ने मैले सुनेको छुइनँ। बिएसएस हान्दैछ त मुची। ऊ र ऊ मात्र गर्छ त रणमतीको छोरो। हिँड्दाखेरि पनि मजा गर्छ त रनमा जतिखेर पनि। होइन प्राञ्जल भाइको अरे होइन त्यो भाइले त जिबी मेरो टिम हो भन्दै थियो जस्तो लाग्यो त। ब्लू हिरो भएको भए हो र टप हुन्थ्यो दाइ अरे। ठिकै छ अब के गर्नु त यार। अब भाइ थियो त टिममै थियो। अब उनीहरूको तालमेल अब के भएन के मिलेन। ठिकै छ अब जे छ त्यसमै खुसी हुँ न जुटीहरू यार। अब यो भएको भए त्यो भएको भए भन्दा पनि एमी स्पिडी एमी साने यो साने भन्ने चाहिँ हाम्रोमा थियो होइन पहिला होरामा। ओ मुझे एम्बुलेन्स आयो म्याच सिक्ने को मरो। केटाहरू रहेछ यहाँ 4v4 बीबीसँग बीबी फिटमा रहेछ। हामी 7th म्याच छौँ होइन। सेक्दै म्याच सिक्ने सिधै गरेर सेक्दै केटा हो नडराउँ म्याच सिक्ने आएँ मुझे म बेहोर्छु मुझे बालो हान्देऊ यतिको भन्ने मुझे ओनर चाहिँ पाउँदैन तिमीहरूले सेक्देऊ मुझे मरे मुझे मरिन्छ हानौ म्याच सिक नडराउ बमायो रन जोर्डन लभली हेडशट यो भाइ खतरा खेल्दो रहेछ त नि मुझे सेबेस त नाइस नकै अनि लभली हानो त यार हो यो स्टप भाइ त आइजिएल भन्छ फेरि मुझे इन्ट्री फ्यागर हानिरहेछ मुझे अगाडि बढ्ने उइरहेछ ओ यो भुडियो के भएको यो मुझे के हान्दैछ त्यो भाइले चाहिँ मुझे परबाट यो भाइ त आइजिएल हो कि म्याच किनी इन्ट्री फ्यागर हो खेदा ल म्याच के हो यार
के हो रनमा के गर्दैछन् हट, म्याच खोइ त लगाएन त्यो भाइले जोन कहाँ छ हामी कहाँ छौँ जोनलाई चाहिँ प्रायोरिटाइज गर्नु पर्यो केटा हो ल उडेर आयो त केबल कारमा रनमा त्यो अर्को मुची माथिबाट सिधै आकाशबाट झर त बिबी भन्ने त कहाँ ल मुची रकेट फाल्दैछ त उताबाट फेरि यार के भइरहेछ रणमतीको छोरो टिम छ जोन कहाँ छ पुन्जी सर्कलमा छौँ कि छैनौँ हामी ल म्याच ल सिधै उडेर जाँदो रहेछ मुझे जोन त एकैछिनमा मुझे के भयो त काम मुझे जोन छिर्नै मिल्छ ए हामी जोन बाहिर रहेछ नि एमी रहेछ जोनभित्र सेन्टरमा ला एचएलएक्सले बाटो छेक्दियो नि त हामीलाई अब यो एचएलएक्सलाई माऱ्यो भने हामीले सेन्ट सर्कल पाउँछ हान्दै कडा हो म्याच जन्जिला बालो हान भाइ हान हान म्याच हान प्रतिपला मार ना ढलो त हाम्रोलाई एमीले हान माथिबाट हान्दियो नि त हामीलाई थर्ड पार्टी हानु हामीलाई त्यो भाइ रिकल हुँदैन होला यार ला म्याच ला के भयो रहेछ म्याच यहाँ भुडुराई पनि नखान्दैछ उता ला रिकल हुँदैन अब कहाँबाट गर्ने रिकल ला अझै 72 जना अघि मारेको होइन रिदरलाई 2v2 ल 2v2 हो 2v2 सेक्देऊ न यार केटा हो मारिहाल न ला माथिबाट ल्याङ हान नि त त्यो उयोले एमी भन्ने टिमले के भयो यार उठिसकेको छ त कहाँबाट रिकल भयो ल हान्ने बम त्यही छ त यार इनिमी मायाहरू यो भाइ चाहिँ कहाँबाट यहाँ कौसीमा आयो फेरि हाम्रो एकजना चाहिँ भुडु भन्ने चाहिँ गाडै भयो रिकल हुँदैन ल एमीलाई त ल प्लिज जोन रहेछ चिकन हान्ने भयो नि त इदरले त यार ओइ ल यो भाइ चिकन हो कि जस्तो रहेछ है इदरलाई चाहिँ मारिहाल्नु त्यो कुनामा बम किन नहानेको केटाहरूले अब इदरको पर्छ सब जोन बाहिर रहेछ त्यो एमीलाई पुस हान्यो यहाँ त अति ग्याङ फाइट पऱ्यो त म चाहिँ 5-6 वटा टिमको पऱ्यो त एकैचोटि यार यो फाइदा हामीले उठाउनु पर्ने हुन्छ हाम्रो केटाहरू पनि जोतको त रहेन रहेछ है केटा हो ठिकै खेल्दो रहेछ है के जस्तो लाग्यो तिमीहरूलाई यार बिल्ला त रहेन रहेछ राम्रै खेल्दो रहेछ है ठिकै रहेछ भनौँ न अझै डिस्टर्ब आइरह भाइ ग्यासको सिटी बजाए यस्तै आवाज आइरहेछ क्या यो साइडमा यहाँ मन्त्र फुक्दै छ के मन्त्र फुक्दैछ होइन कि हेडफोन राम्रो लाउ न भाइ हाइएस्ट किल हाम्रै छ है भाइले बुझाउँछ भनेको मुझे सिटी बजाउँदै आउँछ मुझे माइक खोलो कि अनि के बुझाउँछ यो भाइले यार आजदेखि मैले रजनीगन्धा खाँदिनँ भनेर कसम खाइसकेँ केटा हो आजदेखि नो रजनीगन्धा बिरामी भइरहेको छु कि बुढीले आज मलाई बिहानै मुझे कसम खाएको छ भगवान्को मन्दिर सन्दिर लगेर सब कसम खायो रजनीगन्धा खाना छोडियो केटा हो छोडियो धर्म ला पुसायो नि यार मुझी 5 वटा टिम छ त यहाँ त एलएस भन्नेले पुस हान्न एलएसले एललाई किल्चोर ला नक भयो हाम्रो आइजिएल नक भयो ला फस्यो नि ला म्याचिङ आइजिएलै गाड भयो नि त्यो स्याभेज भन्ने भाइ पनि मरो नि म्याचिङ जोन बाहिर अब एक कोठाभित्र छिरो त्यो लन्लीलाई चाहिँ कन्डोमा हानिहाल्न रनमाया त्यो लन्ली भन्नेलाई चाहिँ पड्काइहाल्न छिरेर ठाउँ पाइहाल्छौ तिमीहरूले एकछिन लुक्न भयो भने
मारो 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 लनीलाई मारो अब त्यो सिएनको सबलाई झ्यापचुप 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 मारो नि